परमेश्वरलाई धन्यवाद। म यीशुको नाउँमा दोस्रो कोरिन्थी 4:6 पढ्दैछौँ। जुन परमेश्वरले अँध्यारोबाट ज्योति चम्कोस् भन्नुभयो, उहाँ हाम्रो हृदयमा चम्किनु भएको छ, ताकि परमेश्वरको महिमाको ज्ञानको ज्योति मसीहको मुहारमा चम्कोस्। सर्वश्रेष्ठ शक्ति हाम्रो होइन, तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोको भाँडाहरूमा छ। हामी सबैतिरबाट कष्टित छौँ तर किचिएका छैनौँ, अन्योलमा परेका छौँ तर हताश भएका छैनौँ, सताइएका छौँ तापनि त्यागिएका छैनौँ, प्रहार गरेर ढलेका छौँ तापनि नष्ट पारिएका छैनौँ। मसीहको जीवन हाम्रो शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रो शरीरमा बोकी हिँड्छौँ, किनकि हामी जीवित छँदा पनि मसीहको खातिर सधैँ मृत्युकै मुखमै परिबस्छौँ। यस हेतुले कि मसीहको जीवन हाम्रो मरणशील शरीरमा प्रकटित होस्। यसरी मृत्युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा। मैले विश्वास गरेँ, यसकारण म बोले भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौँ र हामी बोल्छौँ। हामी जान्दछौँ कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुनेछ, किनकि यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदै जान्छ, त्यसरी नै परमेश्वरको महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दै जाओस्। यसकारण हामी हरेस खाँदैनौँ। हाम्रो बाह्र मनुष्यता नाश हुँदै गए तापनि हाम्रो आत्मिक मनुष्यता चाहिँ दिनदिनै नयाँ हुँदै जानेछ, किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रो निम्ति अतुलनीय तथा अनन्त महान महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौँ, किनभने दृश्य कुरो क्षणिक हुन्छ तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहन्छ। परमेश्वरलाई धन्यवाद। म येशूको नाउँमा